सो यदि तपाईँहरूले चाहिँ कोडिङ अहिलेसम्म गर्नुभएको छैन भने Python is the best language to learn the coding, to start the coding. So in this video, we will write our first Python program step by step, okay? So यदि तपाईँले आजसम्म कोडिङ गर्ने भएको छैन या कुनै ल्याङ्ग्वेज पढ्ने भएको छैन भनेदेखि पनि Python is the best language to begin. So आज चाहिँ हामी यो भिडियोमा पाइथनको फर्स्ट प्रोग्राम लेख्न सिक्छौँ स्टेप बाई स्टेप. सो पाइथन चाहिँ सिक्नलाई चाहिँ अब तपाईँले केमा सिक्नुपर्ने हुन्छ भनेदेखि VS कोड, सबलाइन यस्ता सफ्टवेयरहरूमा सिक्नुपर्ने हुन्छ र म चाहिँ यसमा VS कोड चलाउँछु र VS कोड चलाउनलाई चाहिँ तपाईँले पहिला VS कोड डाउनलोड गर्नुपर्छ र मेरोमा चाहिँ डाउनलोड भइसकेको रहेछ यसमा है. दिस वान इज द VS कोड. सो कसरी डाउनलोड गर्ने भनेदेखि तपाईँ कुनै ब्राउजरमा जानुहोस्. यहाँ चाहिँ मेरो छ माइक्रोसफ्ट एज, या क्रोममा जाँदा पनि हुन्छ, गुगल क्रोम. सो म माइक्रोसफ्ट एजमा जान्छु. त्यसपछि यहाँ म के गर्छु भनेदेखि VS कोड यहाँ चाहिँ आइसकेको रहेछ, VS कोड इन्टर गर्छु. त्यसपछि यहाँ देखेको यो डाउनलोड भिजुअल स्टुडियो कोड म्याक, लिनक्स, विन्डोज यसमा थिच्ने. त्यसपछि तपाईँ यहाँ तिनवटा अप्सन देख्न सक्नुहुन्छ. एउटा चाहिँ म्याक, अर्को चाहिँ यो लिनक्सको लागि हो, अनि यो चाहिँ विन्डोजको लागि हो. सो मेरो विन्डोज छ त्यसैले मैले यो अलरेडी इन्स्टल गरिसकेँ. तपाईँले यसमा थिचेर नेक्स्ट 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 गर्नुभयो भने तपाईँको यो भइहाल्छ. त्यसपछि के छ भनेदेखि आफ्टर द इन्स्टलेसन हामी VS कोडलाई खोल्छौँ र यो यस्तो प्रकारको देखिन्छ. मतलब मेरोमा चाहिँ यो पहिलाको कुनै प्रोग्राम छ है, तपाईँकोमा चाहिँ खाली देखिन्छ. सो पहिला आज हामी पाइथन पढ्छौँ त्यसैले म के गर्छु भनेदेखि पाइथनको लागि चाहिँ एउटा फोल्डर क्रिएट गर्छु. सो ओपन फोल्डरमा जान्छु. त्यसपछि यहाँ स्पेसमा राइट क्लिक गर्ने, त्यसपछि न्यूमा जाने, त्यसपछि यहाँ फोल्डरमा जाने. यहाँ गइसकेपछि म फोल्डरको नाम दिन्छु पाइथन. ओके, देन यसलाई चाहिँ म के गर्छु भनेदेखि यसलाई चाहिँ म सेलेक्ट फोल्डर गर्छु. त्यसपछि यहाँ आइसकेपछि के गर्ने भनेदेखि तपाईँहरूले चाहिँ एक्सटेन्सन डाउनलोड गर्नुपर्ने हुन्छ. एक्सटेन्सन चाहिँ यस्तो यस्तो यो यस्तो यो के भन्छ आइकन देखाएकोमा क्लिक गर्ने. त्यसपछि तपाईँले यहाँ सर्च गर्नुपर्ने हुन्छ पाइथन. यो चाहिँ स्निफ्ट्स तपाईँले डाउनलोड गर्नुपर्ने हुन्छ. यसमा मैले यो जब थिचेँ त्यसपछि नेट अलिक स्लो भएको रहेछ. पाइथन आइसक्यो. यो पाइथन डिबगर, पाइथन यो यस्तो पाइथन पाइलेन्स तपाईँले डाउनलोड गरे पनि हुन्छ. यहाँ जस्तो कि मैले म यहाँ यदि पाइथनमा गएँ भने मैले चाहिँ अलरेडी इन्स्टल गरेको हुनाले के छ भनेदेखि मेरो चाहिँ अनइन्स्टल देखाइरहेछ. तपाईँमा चाहिँ के हुन्छ भनेदेखि यहाँ चाहिँ इन्स्टल भन्ने अप्सन हुन्छ, तपाईँले यहाँ इन्स्टल भनेर थिच्नुपर्ने हुन्छ. त्यसपछि के छ भनेदेखि अब म के गर्छु भनेदेखि मेरो यो भइहाल्यो है. यो मेरो के हो भनेदेखि यो मेरो फोल्डर हो. अब यो फोल्डरभित्र चाहिँ के गर्छु भनेदेखि म एउटा फाइल बनाउँछु. सो आज हाम्रो फर्स्ट डे भएको हुनाले म चाहिँ यसमा के गर्छु भनेदेखि day1 .py. मतलब मैले .py किन दिएको भनेदेखि यो चाहिँ यसको एक्सटेन्सन हो. अब जस्तो कि मैले यसमा जस्तो कि फर इक्जाम्पल .html दिएँ भने यो HTML को भयो होइन. अब जस्तो कि मैले यसमा .css दिएँ भने यो CSS को भयो, JS दिएँ भने जाभास्क्रिप्ट को भयो. सो यिनीहरू के त एक्सटेन्सन हो र यसले गर्दा चाहिँ के हुन्छ भनेदेखि हाम्रो त्यही प्रोग्रामको फाइल क्रिएट हुन्छ र हामी पाइथन पढ्छौँ त्यसैले यसमा चाहिँ हामी py दिन्छौँ है. यसमा चाहिँ इन्टर गर्ने. त्यसपछि यसरी आउँछ है. अब तपाईँले देख्नु भएको छ छैन, म अलिक ठुलो पारिदिन्छु स्क्रिन ताकि सो द्याट यु क्यान सी इट प्रोपरली. सो फर्स्टमा हामी अलिकति डेफिनेसन पढौँ, थोरै थ्योरी. त्यसपछि हामी प्र्याक्टिकलमा जाउँ है. सो फर्स्टमा के गर्ने भनेदेखि अब पाइथन भनेको के हो त, पाइथन पढौँ. र पाइथन जस्तो कि मैले अब यसमा वाट इज पाइथन लेखेँ भने के हुन्छ भनेदेखि यसमा मिस्टेक देखाइरहेछ, यो स्पेलिङ मिस्टेक भयो.
सो यो स्पेलिङ मिस्टेक नहोस् भनेर हामी चाहिँ भिएस कोडमा केही यस्तो रफ केही गर्ने हो भनेदेखि हामी के गर्छौँ भने हामी चाहिँ कमेन्ट्स दिन्छ है। सो वाट वी युजली गिभ द कमेन्ट्स। सो कमेन्ट्स के हुन्छ भनेदेखि दुई प्रकारको कमेन्ट्स हुन्छ। एउटा चाहिँ सिङ्गल लाइन कमेन्ट्स हुन्छ र अर्को चाहिँ मल्टिलाइन कमेन्ट्स। र सिङ्गल लाइन कमेन्ट चाहिँ हामी के को हेल्पले दिन्छौँ त? सिङ्गल लाइन कमेन्ट चाहिँ हामी ह्याजको हेल्पले दिन्छौँ है। सो ह्याज दिइसकेपछि यो के भयो त? सो दिस इज अ सिङ्गल लाइन कमेन्ट्स है। यो चाहिँ के भयो भनेदेखि हाम्रो सिङ्गल लाइन कमेन्ट्स भयो है। सो अब जस्तो कि मैले सिङ्गल लाइन कमेन्ट्स अब चाहिँ हाम्रो छ मल्टिलाइन कमेन्ट्स। सो मल्टिलाइन कमेन्ट्स भनेदेखि यो हाम्रो कोट्समा हुन्छ है। तिनवटा कोट्स, दुईवटा भयो, तिनवटा भइसक्यो है। सो दिस इज मल्टिलाइन कमेन्ट्स है। अब जस्तो कि मैले यहाँ चाहिँ के लेखेँ भनेदेखि वाट इज पाइथन। यो बेसिकली यो के हुन्छ भनेदेखि एउटा लाइनकै हुन्छ। सो यसमा चाहिँ म सिङ्गल लाइन कमेन्ट दिन्छु। अब यसमा कुनै मिस्टेक आएन, किनकि यसलाई चाहिँ अब के भनेदेखि हामीले टर्मिनेट गर्दा पनि यसलाई प्रोग्राम नै होइन भनेर देखाउँछ है। अब चाहिँ एन्सर लेख्दा त पक्कै डबल लाइन ट्रिपल लाइनमा हुन्छ, त्यसैले यसमा चाहिँ हामी के हो भनेदेखि मल्टिलाइन कमेन्ट यसलाई चाहिँ डबल कोट्समा दिए नि हुन्छ है, अनि सिङ्गल कोट्समा दिए पनि हुन्छ। यो चाहिँ डबल कोट्समा गरौँ। सो के हो भनेदेखि थोरै पढौँ थ्योरी। पाइथन is a very simple and powerful programming। हामी नर्मल ल्याङ्ग्वेजमा जाउँ है, धेरै भास्ट जानु पर्दैन। सो अब यो के को लागि युज हुन्छ भनेदेखि इट इज युज्ड इन वेब डेभलपमेन्ट, जस्तो कि अब वेबसाइट्सहरू बनाउन, जति पनि हाम्रो एप्सहरू ब्राउजरमा जुन चल्छ त्यो सबै चाहिँ हामी के भनेदेखि HTML CSS को हेल्पले बनाउन सक्छौँ। र ब्याकएन्डमा चाहिँ पाइथनको युज हुन्छ है। हामीले जाभास्क्रिप्ट पनि युज गर्न सक्छौँ, तर पाइथन युज गऱ्यो भने अब एआई इन्टिग्रेसन त्यसमा चाहिँ एआई इन्टिग्रेट गर्ने चाहिँ सजिलो हुन्छ यदि पाइथन युज भयो भने। सो अरू पनि के को लागि युज हुन्छ भनेदेखि आर्टिफिसियल इन्टेलिजेन्स, त्यही एआई भने नि त मैले। अर्को चाहिँ अटोमेसन। सो अटोमेसन भनेको के हो भनेदेखि अटोमेसन भनेको कुनै रिप्लाइज अटोमेट गरिएको हुन्छ या कुनै काम पहिले दिएको हुन्छ, त्यसलाई चाहिँ अटोमेटिक केही आओस् भनेर चाहिँ अटोमेसन राखिएको हो। जस्तो कि हामीले इन्स्टाग्राम रिप्लाइज, वाट्सएप बिजनेस रिप्लाइज पनि हामी अटोमेट गर्न मिल्छ है। एन्ड मेनी मोर फिल्ड्स। तपाईँलाई झ्याउ लाग्छ भने तपाईँले यसलाई के अरे के भन्छ नि बढाएर पनि हेर्न मिल्छ। सो यसमा के भनेदेखि द बेस्ट थिङ अबाउट पाइथन इज यसको चाहिँ बेस्ट थिङ के हो भनेदेखि इट इज भेरी easy to learn even for the beginners। सो यो बिगिनर्सको लागि चाहिँ एकदमै फ्रुटफुल ल्याङ्ग्वेज हो है, किनकि दिस इज भेरी इजी ल्याङ्ग्वेज इफ यु कम्पेयर टु द C++ और इभन द जाभास्क्रिप्ट। जाभास्क्रिप्ट पनि धेरै सजिलो छ, बट पाइथन इज मच मोर इजियर देन पाइथन इज
much more easier than the C and C++. अब चाहिँ के भनेदेखि यसको चाहिँ फर्स्ट प्रोग्राम लेखौँ है। अघिदेखि हामी चाहिँ थ्योरी मात्रै गर्दै थियौँ। सो लेट्स राइट द फर्स्ट प्रोग्राम अबाउट द पाइथन। सो यो हाम्रो के हो त, दिस इज आवर फर्स्ट प्रोग्राम। यो हाम्रो फर्स्ट प्रोग्राम हुन्छ है। अब प्रोग्राम लेख्दा के गर्ने भनेदेखि प्रिन्ट हेलो के आइरहेछ हौ, इट्स टु मच। जस्तो कि प्रिन्ट्स हेलो वर्ल्ड यदि मैले गरेँ भने के आउँछ भनेदेखि यो चाहिँ मैले प्रिन्ट गरिरहेको छु है। अब यसलाई रन गरेँ भने यहाँ जाने रन गर्ने। सो अब यहाँ आउँछ हेलो वर्ल्ड। सो दिस इज आवर फर्स्ट प्रोग्राम। मैले भने होइन, पाइथन धेरै सजिलो छ। जस्तो कि म तपाईँलाई देखाउँछु, यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् के छ भनेदेखि हामीले ठ्याक्कै प्रिन्ट गर्यो, यहाँ चाहिँ के भयो भनेदेखि निस्किहाल्यो। अब यो पछि हामी के पढ्छौँ भनेदेखि प्रिन्ट के हो भनेदेखि प्रिन्ट चाहिँ हाम्रो फङ्सन हो। के हो? प्रिन्ट चाहिँ हाम्रो फङ्सन हो। अनि त्यसपछि यो प्रिन्टले के गर्छ भनेदेखि ब्र्याकेटभित्र चाहिँ कुनै कुरा लेख्न हेल्प गर्छ है। हामीले कुनै पनि म्यासेज आउटपुटमा देखाउनु छ भनेदेखि प्रिन्ट लेख्ने अनि ब्र्याकेट दिने र म्यासेज चाहिँ भित्र लेख्ने, अनि त्यसपछि त्यो डिस्प्ले भइहाल्छ। अब जस्तो कि मैले अरू केही लेख्नु पर्ने हो भनेदेखि के गर्ने भनेदेखि प्रिन्ट जस्तो कि माई नेम इज सानिया सानिया और तपाईँले जे लेखे नि हुन्छ। जस्तो कि प्रिन्ट भयो अनि त्यसपछि ओके के आउँछ हौ, जस्तो कि जस्तो कि आइएम आइएम अ स्टुडेन्ट यो लेखे नि हुन्छ। जस्तो कि अब कपी पेस्टै गरौँ न होइन, है। सो अब माई नेम इज I'm a teacher as well. त्यसमा म लेख्छु I'm a Tanya. नो नो नो, यसमा चाहिँ के लेख्छु भनेदेखि I'm a girl. Okay, now this is perfect. अब यसलाई रन गरौँ है। See, hello world, my name is Sania, I'm a student, I'm a girl, I'm a teacher as well. आयो है। अब के गर्ने भनेदेखि तपाईँ चाहिँ आफू घर गएर मतलब आफ्नो ल्यापटपमा चाहिँ तपाईँ चाहिँ आफ्नो नामहरू यसो लेख्ने प्रिन्ट गरेर हेर्नुहोस्। एन्ड देन टुमोरो वी विल, भोलि चाहिँ हामी के पढ्छौँ भनेदेखि हामी चाहिँ भोलि भेरिएबल्सको बारेमा पढ्छौँ। तपाईँलाई यदि यो भिडियो हेल्पफुल लाग्यो भने तपाईँले चाहिँ लाइक सब्सक्राइब र सेयर गरिदिनु होला है।